हेलो गाइज वेलकम तपाईलाई मेरो भिडियोमा स्वागत छ। म चाहिँ आज पानी लिन जाँदै छु पारीपट्टि पानी लिन। टाढो छ नि त अनि यहाँ नाम्लो चाहिँ नभएर माग्न जाँदै छु। यहाँ तल्लो घरमा बहिनीसँग जाने माग्न जाँदै छु। गुनगुना छैन यो त मेरो कस्तो आएको है। तपाईँ त उमेरमा राम्रो हुनुहुन्थ्यो होला। छैन केही पनि पोतो आउनु भएको थियो भन्दै रहेछ कि नानालाई। पोतो पोतो आएको थियो नि पोतो भन्नुहुन्छ कि। अनि मेरो त आएन हौ पोतो त। तर तिरकोठी आएको छ के गर्नु बिजेक छ मलाई। म चाहिँ पानी बोक्नु गएको। प्लिज गाइज कस्तो कमेडी भन्छ। मलाई भन्ने आउँदैन। म अरू सबैहरू के भन्छु थाहा छ भ्लग बनाउँदा। प्लिज मलाई सब्सक्राइब गरिदिनुहोस् न। मलाई गाह्रो छ मलाई गाह्रो छ हौ। मात्रै भन्न आउँछ कि मलाई। हेर्न कराउँदै छ तपाईँ हाँसेकोले फेरि हाँस्छस्। हामी पानी लिन जाँदैछौँ भन न। अनि एक बारको जुनीमा रमाइलो गर्नु परेन। कुन त हो त कान्छी? दाजु बहिनीको वार जाँदैछ यहाँ हेरिदिनुहोस्। रिसाएर होइन हाँसेको बनाइदिनु पर्ने बर्खा लाग्यो पानी पर्यो राइनी मन पर्यो। आई लभ यु राई केटा के अरे एक चम्ची घिउ साइकल कट्यु राई केटाहरूलाई सबैलाई आई लभ यु आई लभ यु मार्छ है मलाई पो हेरेर कहाँ बनाइदिएको काइला। हेलो हेलो गाइज हामी चाहिँ यहाँ पानी लिनु जाँदैछौँ है। हाम्रो कान्छीले भिडियो बनाइदिँदैछ। राम्री छ नि फेरि बहिनी त्यही भएर नदेखाएको ल। प्लिज काइला कान्छीलाई इङ्ग्लिसमा के भन्छ? कान्छी हो कान्छी। मलाई दाजु भन्नु कसरी भन्नु न के अब कुहिरेनीहरू त सबै इङ्ग्लिस मात्रै बोल्छ नि त। अनि उनीहरू चाहिँ इङ्ग्लिसबाट बोला खान्छु भन्छ नि त केही टाइमले। त्यही भएर भन्छु। वाउ हेलो हेलो कति हल्लो भन्नु के भन्नु सिधै हुन धारा झन्डै लडी भाइ मिल्नु ल गाइज म त्यहाँ पानी भर्दैछु डोकोमा भाइ। हेलो हेलो अब चाहिँ मेरो बहिनीको पालो पानी बोक्ने।
मान्छे भन्दा ठुलो साह्रै लजाउँछिन् हो मेरो नन्दालाई एउटा देवर खोजिदिनु पर्ने छ हौ ल गएको अब हामी पानी बोकेर घर जाँदैछौँ गाइज ओइ अस्ति च्याउ तानी सुकेको थियो त यतिकै च्याउको मेरो बहिनी छिटै न ओइ हामीलाई गाह्रो छ यति टाढोबाट पानी ल्याउनु पर्छ के गरेको के खै देखाउ त फुल कस्तो देख बाई गाइज बाई अब उनीहरूको र मेरो चाहिँ बाटो छुट्यो अब म चाहिँ यता उबाट जाँदैछु उनीहरू चाहिँ उधोबाट हजुर म त सुन्दिनँ कान हैन बोकेर हिँड्दैछु नि त त्यही भएर हेलो गाइज नमस्ते तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा आज चाहिँ म टमाटर टिप्न जाँदैछु बिहानको ठ्याक्कै 6 बजे कस्तो जिल्लो भयो ठ्याक्क डोको बोकेर बिहानै टमाटर थियो नि त अलिकति अनि अब त्यहाँ बाँझो जोत्नु हुने अरे अनि त्यही भएर चाहिँ टमाटर टिप्न जाँदैछु